दर्शकवृन्द नमस्कार। ब्लग स्पोक स्टोरीजको यो नयाँ एपिसोडमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। विशेषतः आज हामी एसएसडब्ल्यू भिजा अन्तर्गत नेपालबाट वैदेशिक रोजगारको लागि जापान जानको लागि N4 लेभलको भाषा अनिवार्य पास गर्नुपर्ने हुन्छ। N4 लेभलको भाषा टेस्ट दिनको लागि नेपालबाट दुईवटा माध्यमहरू अहिले उपलब्ध छ। एक नम्बरमा छ JLPT टेस्ट जुन 6 महिनामा खुल्ने गर्दछ। अर्को रहेको छ त्यस्तै JFT टेस्ट। JFT टेस्ट प्रत्येक 2 महिनामा खुल्ने गर्दछ। आजको भिडियोमा तपाईहरुलाई JFT टेस्टको लागि प्रोमेट्रिक आईडी कसरी क्रिएट गर्ने र सिट रिजर्भेसनको लागि कसरी के छ त प्रोसेसहरु सबै कुराहरु तपाईलाई गाइड गर्नेछु। सँगसँगै प्रोमेट्रिक आईडी बनाउन र सिट रिजर्भेसनको लागि के डकुमेन्टहरु आवश्यक पर्नेछन् यो कुरा पनि जानकारी दिनेछु। सँगै पैसा कसरी पे गर्न सकिन्छ, डलर कार्ड कसरी बनाउने, कुन बैंकको बनाउने, हरेक कुराहरु तपाईले यो भिडियोमा पाउनुहुनेछ। दर्शकवृन्द आज हामी JFT को फर्म चाहिँ कसरी भर्ने भन्ने कुरा सिक्दै छौं। त्यसको लागि पीसी मा जसरी हामीले फर्म भर्छौं मोबाइलमा पनि ठ्याक्कै तरिका त्यही नै हो। तपाईले त्यही नै तरिका फलो गर्न सक्नुहुन्छ। जाउँ सुरुमा प्रोमेट्रिक आईडी को लागि मैले सर्टकटमै राखेको छु prometric-jp.com भन्ने चाहिँ इंग्लिशमा तपाईले यहाँ गएर ल्याङ्ग्वेज चेन्ज गर्न पनि पाउनुहुन्छ है। इंग्लिशमै गर्छु भने नि ओके, जापानिजमै गर्छु भने पनि ओके, नेपाली भाषामा नि ओके, ल्याङ्ग्वेज चाहिँ यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। यति भइसकेपछि हामी जान्छौं एक्जाम लिस्टमा। एक्जाम लिस्टमा गइसकेपछि हामीले दिने भनेको जापानिज ल्याङ्ग्वेज टेस्ट नै हो हैन। यो स्किल टेस्टको लागि हामी डिफरेन्ट लिंकहरु क्लिक गर्न सक्छौं। जापानिज ल्याङ्ग्वेज टेस्टको लागि चाहिँ यसरी जाउँ। यहाँ गइसकेपछि तपाईहरुले जापान फाउन्डेसन टेस्ट फर बेसिक जापानिज JFT बेसिक टेस्ट भनेर देख्नुहुन्छ। यो यसमा क्लिक गर्नु होला। यति भइसकेपछि तल झर्नुस्। यहाँ तल आईडी क्रिएसन र लगइन रिजर्भेसन भन्ने कुराहरु छ। हामीलाई मुख्य चाहिने भनेको यो दुईवटा लिंकहरु नै हो। तपाईसँग यदि आईडी छैन भने सुरुमा आईडी नै क्रिएट गर्नुपर्ने हुन्छ। यदि आईडी छ भने तपाई डाइरेक्ट लगइन गर्न सक्नुहुन्छ। आज हामी आईडी क्रिएसनबाटै अगाडि कुरा सिक्ने छौं। जाउँ आईडी क्रिएसनतिरै। सुरुमा तपाई आईडी क्रिएसनमा क्लिक गर्नुस्। यहाँ हरेक कुराहरु छ। यो तपाई सबै पढ्न सक्नुहुन्छ है। कसरी भर्ने, फीहरु, मेथडहरु सबै कुरा दिएको छ। आईडी क्रिएसनमा जानुभयो भने यहाँ पनि सिकाएको छ आइडेन्टिफिकेसन डकुमेन्टहरु कसरी राख्ने, के गर्ने भन्ने कुराहरु सबै कुराहरु यहाँ सिकाएको छ। तपाई मज्जाले हेर्न सक्नुहुन्छ। त्यस्तै तल गइसकेपछि चेक नोट्स एन्ड क्रिएट आईडी भनेको छ। ओके, हामी यो भित्र गइसकेपछि यहाँ गएर पनि ल्याङ्ग्वेज तपाईले सबै जापानिज देख्नुहुनेछ। अब यसलाई पनि हैन म जापानिज मलाई त्यति धेरै आउँदैन, म इंग्लिशमै भर्छु भन्नुभयो भने पनि यहाँ जानुस्, ल्याङ्ग्वेज चेन्ज गर्नुस्, इंग्लिशमै आउँछ। त्यसपछि नेक्स्ट गर्नुस्। यो सबै कुराहरु पढ्न सक्नुहुन्छ। त्यसपछि तपाईलाई यस अर नो यो सोधिरहेको हुन्छ। यसमा क्लिक गरेर अग्री हुनु होला। यदि भइसकेपछि आईडी क्रिएसनको लागि तपाईलाई सबैभन्दा सुरुमा इमेल एड्रेस चाहिन्छ है। यो तपाईसँग छैन भने पनि इमेल चाहिँ गराइराख्नु होला। तपाईलाई म नर्मली एउटा कुरा सिकाउँछु। मेरो एउटा इमेल आईडी छ। यो जस्ट तपाईहरुलाई देखाउनको लागि हो है, हेर्दिनु होला। यति भइसके पछाडी हामी नेक्स्ट गर्छौं। अब यहाँ पासपोर्ट माग्छ। तपाईले यहाँ जुन पासपोर्ट राख्नुहुन्छ तपाईको यही पासपोर्ट नै प्रोमेट्रिक आईडी को पासपोर्ट हुनेछ है। यति कुरा चाहिँ ख्याल गर्नु होला। इमेल एड्रेस र पासपोर्ट चाहिँ एक्युरेट हुन पर्यो। तपाईले बिर्सनु भएन। मैले पासपोर्ट राख्छु। कन्फर्म गर्नुस्। यति भइसकेपछि नेक्स्ट गर्नु। यसमा @ हरु चाहिँ युज नगर्नु होला है। @ हरु युज गर्नु भयो भने पासवर्डले चाहिँ मान्दैन। त्यसपछि क्रिएटिङ अ प्रोमेट्रिक आईडी भनेर यो स्क्रिन खुल्नेछ। यसमा चाहिँ तपाईले सम्पूर्ण कुराहरु यहाँ भर्नुपर्ने हुन्छ। के भर्ने, कसरी भर्ने भन्ने कुराहरु, कुन कुराहरु भर्न पाउँछ पाउँदैन सबै कुराहरु यहाँ मेन्सन गरेको छ है। @ अन्डरस्कोरहरु के मिल्दैन भन्ने कुरा सबै कसरी भर्ने, के गर्ने यहाँ लेखेको छ। सुरुमा त तपाईलाई ल यो म सिकाउनको लागि यो जस्ट फर्स्ट नेम लेख्नुस्। आफ्नो पासपोर्टमा जे छ, मिडल नेम छ भने लेख्नुस्, छैन भने पनि अब तपाई राख्न सक्नुहुन्छ। ओके, म डोरा नेपाल राख्छु। फोन नम्बर तपाईले राख्न पाउनु भयो। जे राख्नुस् एउटा नम्बर। यसपछि तपाईले एड्रेस, यो चाहिँ पर्फेक्ट एड्रेस चाहिन्छ है। तपाईको पासपोर्टमा जे छ त्यही नै चाहिन्छ। म अहिले
नर्मल्ली एउटा तपाईँहरूलाई देखाउनको लाग्छ। जस्तो यसरी चाहिँ यो सरर राख्नु होला है। टेस्ट सेन्टरहरू सबै कुरा यसरी भरिसकेपछि यति गर्नु होला, त्यसपछि नेक्स्ट गर्नुहोस्। अनि कन्फर्मको लागि यहाँ देखाउँछ है स्क्रिनमा कसरी भर्ने भनेर। तपाईँलाई वार्ड नम्बर नै भर्नुपर्छ भन्ने छैन, यसरी चाहिँ भर्नु होला। यो भरिसकेपछि नेक्स्ट गर्नुहोस्। अनि योर प्रोमेट्रिक आइडी हेज बिन सेन्ड टु द फलोइङ इमेल एड्रेस। यतिमा हाम्रो प्रोमेट्रिक आइडी पठाइसक्यो, आइडी र पासवर्ड पठाइसक्यो। आइडी भनेको तपाईँलाई नम्बर पठाउँछ है, पासवर्ड त अलरेडी तपाईँले अघि क्रिएट गरिसक्नु भएको छ। ब्याक हुनुहोस्, यहाँ आइन्छ। अब हाम्रो काम भनेको आइडी क्रिएट भइसक्यो। अब टेस्टको लागि भर्ने। जाउँ जापानिज ल्याङ्ग्वेज टेस्टमा, यता जाउँ। यहाँ गइसकेपछि अब हामी जान्छौँ लगइन तथा रिजर्भेसनको लागि, किनकि आइडी त हामीले बनाइसक्यौँ। अब लगइन तथा रिजर्भेसनमा जाउँ। यहाँ गइसकेपछि लगइन तथा रिजर्भेसन भनेर आउँछ। यहाँ यसरी तपाईँको प्रोमेट्रिक आइडी यसरी आउँछ है। तपाईँको यो आइडी चाहिँ तपाईँको इमेलमा आएको हुन्छ। यो आइडी तपाईँको इमेलमा आउँछ। पासवर्ड चाहिँ तपाईँले अघि नै क्रिएट गरिसक्नु भएको छ आफै। यो भित्र गइसके पछाडि यति कुरा चाहिँ खुल्छ। यसपछि यु विल नट बी एबल टु सेड्युल योर टेस्ट अपोइन्टमेन्ट एट द मोमेन्ट भन्छ। फर्मै खुलेको छैन त हामीले कसरी राख्ने त होइन। रिजर्भेसन टेस्टको लागि यो चाहिँ खुल्छ है, फर्म खुल्छ। त्यो खुल्दाखेरि हामीले भर्नुपर्ने हुन्छ। अहिले चाहिँ ओपन छैन। आइडी चाहिँ अलि दिन आइडी बनाइराख्नुहोस् होइन। आइडी बनाइसकेपछि रिजर्भेसनको लागि चाहिँ त्यो खुलिसक्यो भने तपाईँलाई म गाइड गरिदिन्छु। यो त इस्युहरू हो, हामीले केही गर्नै पर्दैन। अहिले कहिलेदेखि खुल्छ भनेको छ।